संसदमा थुप्रै विधेयकहरू अ, चाङ लागेर बसिराखेको छ भन्ने कुरा सार्वजनिक छँदैछ र प्रक्रियाको हिसाबले र परम्पराको हिसाबले पनि हिउँदे अधिवेशन विधेयक अधिवेशन हो र यसको प्राथमिकता ऐन कानुनहरू निर्माणमै हुनुपर्दछ भन्ने कुरामा हामी सुस्पष्ट छौँ। तर विगतको परम्परा र अहिले वर्तमान सरकारको रवैयालाई हेर्दाखेरि सरकारको प्राथमिकता ऐन कानुन निर्माणमा हुने छैन भन्ने पनि चाहिँ नि देखिन्छ। सरकारले हिउँदे अधिवेशनलाई जसरी टार्न खोज्यो मात्रै होइन, विपक्षी दलहरूले आवाज उठाएपछि मात्रै बाध्य भएर एउटा प्रक्रिया पुरा गर्नको लागि बोलाएको जस्तो देखिएको छ। तर हामीले यसलाई भरपुर उपयोग गर्नेछौँ। कानुन निर्माणको क्षेत्रमा होस् अथवा अहिले वर्तमान सरकारले देशको अर्थतन्त्रमा गति ल्याउन नसकेको मात्र होइन, सरकारका कतिपय गलत नीतिहरूका कारण अर्थतन्त्रमा आएको सङ्कट, भूराजनीतिमा चाहिँ जुन किसिमको असन्तुलन देखिएको छ र नेपाल भूराजनीति चक्रव्यूहमा फस्न सक्ने खतराहरू देखिएका छन्, ती सबै विषयहरूमा समेत हामीले सशक्त रूपमा आवाजहरू उठाउँछौँ र यो संसदको उपयोग सर्वतोमुखी हिसाबले चाहिँ नि राष्ट्रको हितमा, जनताको पक्षमा उपयोग गर्ने प्रयास हामीले गर्नेछौँ। भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक पनि सम्पन्न भएको छ। त्यहाँ पनि हामीले निर्णय गरेका छौँ कि राष्ट्रिय प्रजातन्त्र पार्टीले अब संसद र सडकको दुवै मोर्चालाई सशक्त रूपमा उपयोग गर्नुपर्दछ भनेर अब हामी चाँडै संसदीय दलको बैठक पनि बस्छौँ र जसरी विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको उपयोग गरेको थियो त्यसलाई अझ सशक्त ढङ्गले, अझ प्रभावकारी ढङ्गले उपयोग गर्नेछौँ र आउने अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रभावकारी रूपमा उपस्थित हुन्छ। र हामीले मैले अघि पनि चाहिँ भनिसकेँ, विधेयक निर्माणको प्रक्रियामा पनि हामी एकदम मसिनो ढङ्गले जनताको पक्षमा विधेयकहरूलाई समयमै पुरा गर्ने र ठिक ढङ्गले आफ्नो धारणा राख्ने कामहरू गर्दछौँ र छलफलहरूमा सहभागी हुन्छौँ र आफ्नो धारणाहरू राख्छौँ भने अर्कोतर्फ समसामयिक राजनीतिक विषयहरू, देशको वर्तमान परिस्थितिको बारेमा समेत हामी चाहिँ नि प्रखर रूपमा प्रस्तुत हुन्छौँ। अहिले सरकार जो काङ्ग्रेस र एमाले मिलेर बन्यो त्यसले आफ्नो कार्यकालको 6 महिना पुरा गरिसक्दाखेरि जनतामा जुन किसिमको चरम निराशा उत्पन्न भएको छ र सरकार स्वयं द्विदलीय सर्वसत्तावादतर्फ उन्मुख भएको छ। प्रजातन्त्रका मूल्य मान्यताहरूलाई कुल्चेर संसदलाई छलेर अध्यादेशको बाटोबाट सरकार चलाउने जस्ता दुष्प्रयासहरू प्रारम्भ गरेको छ र एक प्रकारले हामीले त भनेको छौँ द्विदलीय सर्वसत्तावादको अभ्यासको जो प्रारम्भ गरेको छ त्यसको हामीले सशक्त रूपमा संसदमा प्रतिवाद गर्नेछौँ र केवल बहुमतको भरमा जनहित विपरीतका क्रियाकलापहरू हुन थाल्यो, जनहित विपरीतका ऐन कानुनहरू निर्माण हुन थाल्यो भने हामीले संसद छोडेर सडकको उपयोग पनि गर्न सक्छौँ। यो प्रणालीको सबभन्दा ठुलो दोष भनेकै संविधानले निष्पक्ष र स्वतन्त्र भनेर तोकेका सबै अङ्ग र निकायहरू निष्पक्ष हुन सकेका छैनन् मात्र होइन, दलको छायामा अथवा दलको प्रभावमा देखिएका छन्। चाहे त्यो राष्ट्रपति होस्, चाहे अदालत होस् अथवा अख्तियार होस्, भने त्यस्तै प्रकारको छाया हामीले विगतमा संसदको सभामुखमा पनि चाहिँ पदमा पनि चाहिँ देखेका छौँ। अहिले वर्तमानको सभामुखमा पनि त्यस प्रकारका छायाहरू अघिल्लो संसदमा देखिएकै छ। म चाहन्छु संसदको परम्परा र गरिमा कायम गर्नको लागि सभामुखले योचोटि आफ्नो क्रियाकलापमा सुधार गर्नुहुनेछ र फरक आउनेछ। अब त्यही ढङ्गले दलीय छाया देखिन थाल्यो, सत्तापक्षीय गतिविधिलाई प्रोत्साहित गर्ने र प्रतिपक्षलाई चाहिँ निरुत्साहित गर्ने अथवा प्रतिपक्षलाई कमजोर बनाउने काम सभामुखबाट भयो भने त स्वाभाविक रूपले प्रतिपक्षहरूबाट त्यसको प्रतिवाद हुने नै छ। तर म आशा गर्छु संसद भनेको प्रतिपक्षको हो र त्यसको अभिभावकत्व सभामुखले लिनुपर्छ र सभामुखले त्यो काम गर्नुहुन्छ भन्ने मैले आशा गर्छु। मलाई त्यस्तो लाग्दैन कि
प्रतिपक्षीहरू सबैले छुट्टै बैठक बसेर छुट्टै रणनीति बनाइराख्नुपर्छ भन्ने छैन। स्वाभाविक रूपले हामी प्रतिपक्षमा छौँ र प्रतिपक्षी कितामा भएको पार्टीको नाताले प्रतिपक्षीहरूसँग इस्यु बेस सहकार्य र छलफलहरू हुन सक्छ। कुनै त्यस्तो विषयहरू आयो भने हामी बसेर छलफल पनि गर्न सक्छौँ। नत्र भए आफआफ्नो पार्टीको धारणा संसदमा प्रस्तुत गर्ने हो र आफआफ्नो ढङ्गले प्रस्तुत हुने हो र त्यसमाथि पनि राप्रपा त फेरि प्रतिपक्षीहरूको पनि प्रतिपक्ष हो। त्यसकारण अलि हाम्रो फरक ढङ्गको प्रस्तुति हुनेछ। तर फेरि यो होइन कि हामी प्रतिपक्षीहरूको बिचमा सहकार्य नै हुँदैन, सरसल्लाह नै हुँदैन भन्ने होइन। इस्यु बेस हामी चाहिँ सहकार्य गरेर जान पनि सक्छौँ।